को नाम के हो? यो फुलको नाम लसुने भन्छ सर। लसुने फुल? लसुने फुल। यसको चाहिँ फेरि सर ऊ हुन्छ के? यसको दाना पनि ठ्याक्कै लसुन जस्तो हुन्छ। यसको फल पनि बिक्री हुन्छ। ए यो चाहिँ एकदम। अनि फल केमा बिक्री के गर्छ? यसको सुनिन्छ हामी साबुनमा बनाउनुको लागि युज हुन्छ अरे सर। ठ्याक्कै फल भनेको चिप्लो चिप्लो हुन्छ यसको फल। साबुन बनाउनुको लागि चाहिँ युज हुन्छ अरे भनेको सुनेको है। यो केजीको 1-2 पो होला यो। ए केजीको? हजुर। यो पहाड त मुस्ताङभन्दा ठुलो पहाड रहेछ यतापट्टि। पहाड त अझै हुँदैन भयङ्कर छ नि। अनि यो त्यतै राम्रो त्यतै। तर अब मुस्ताङ चाहिँ अलिकति बस्ती बिनाको यतातिर बस्ती सहित छ क्या। अब नेपालको विशेषता नै यो हो क्या, पहाडी भेग बस्तीहरू। हामी आज पहाड चढ्दै भोजपुर जिल्लाको कुन पहाड हो यो? भोजपुर जिल्लाको टेम्केमयो टेम्केमैन गाउँपालिका गाउँपालिका वडा नम्बर 1। म ओजेटी सुपरभिजनमा भोजपुर आएर अब सुमनको गाउँतिर हिँडेको छु। आज बास बस्ने, भोलि यहाँबाट निस्किने लान है। त्यसपछि बल्ल मुस्ताङको यात्रा सुरु हुन्छ। ल